वेलकम बैक टू माई न्यू ब्लग। आज मेरो नयाँ ब्लग अनि आज हामी होटल जगतमा काम गर्छु। मेरो नाम सुजल मङ्गर अनि ऊ साथीको नाम चाहिँ किरु के हो किरु बास्पर के हो किरु डन। हामी होटल जगतमा काम गर्छु। आज मेरो पहिलो ब्लग हो होइन। त्यही हो, खबर सबर ठिकै छ। तपाईँहरू के कस्तो छ कमेन्ट गर्नु होला होइन। कसो उसकोमा चाहिँ आइफोन 16 छ होइन। दा देखाइदिनु त दा तपाईँको आइफोन 16 दा छिटो न। अब हाम्रो त जे भए पनि सस्तोवाला के गर्नु यस्तै छ हो जिन्दगी। आइफोन हेरिहाल्नुहोस् आइफोन नै लुकाएको लुकै छ त दा। तपाईँले त किन हो दा एन्ड्रोइड के हो आइफोनको लोगो देख्दैन के हो त्यहाँ। होटल जग्गाको स्टाफहरू यस्तो छ कि गाइस, अरू जग्गा तपाईँ सर्भिसम्यान हेर्दा होइन एकदम टाइडी चिटिक्के फर्मल प्यान्ट फर्मल सर्ट टाई चिटिक्के जुत्ता होइन। हाम्रो होटल जग्गामा चाहिँ के कस्तो हुन्छ भने यस्तो हुन्छ हेर्नुहोस् लु। यहाँ जर्सी टक्क प्यान्ट टक्क होइन चप्पल होइन। हजार बोलायो गाइस अहिले रोक्क ल। अघि चाहिँ गाइस होइन मलाई दाले बोलाउनु भएको थियो रुम चेकआउट गर्नुको लागि होइन। 60 रुपियाँ दियो एउटा लामो सर्टले होइन टिप्स। अनि यही हो होटल जग्गामा यस्तै छ होइन। के गर्नु त यस्तै छ होइन। खबर सबर अब खानासाना खान्छु म। अहिले म तपाईँहरूसँग भेट्छु ल गाइस। गाइस अहिले चाहिँ म खाना खान आएको थिएँ होइन। अघि पुरा भोक लाग्यो नि त। अनि खानासाना अघि बिहानै नास्ता खाएको होइन। अब खाना खान आँटेको अलिकति खाने भोक लागिरहेछ होइन। यही हो अलिकति भात चामल होइन। यो कनी के को सब्जी हो पनि थाहा छैन हो। अब म खान्छु हो। हेर्नु ल के गर्ने यस्तै छ खबर सबर ल। खाइदिहाल्नु पर्यो अब ल गाइस घिचे ल। दामी सब्जी बनाएर सोयाबिन बनाएछ। मेरो फेभरेट हो सोयाबिन थियो। अहिले खानासाना खाएर भेट्छु ल गाइस। अहिले तपाईँहरूलाई म खानासाना खाएको छु त्यसपछि भेट्छु ल। ल केटा हो खानासाना पनि खायो चट्टसँगले होइन। अब खानासाना खाएपछि के गर्ने हिँड्नै पऱ्यो काम गर्नै पऱ्यो। हरेस छ हौ जिन्दगी। अलिकति भात चट्टै लगाइदियो होइन। अब खायो हो भाँडासाँडा राखिदियो माछा कडा धुर को माछा माझ्ने हो माझ्ने मान्छे हो। अब गाउँले मान्छे टिस्यु युज गरौँ टिस्यु। त्यस्तै छ के गर्नु जिन्दगी तनाव छ तनाव 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 तनाव। हेर्नु के भएको म बेबी तिमी ब्याड बिच। यहाँ चाहिँ दाहरू छ। म चाहिँ एकछिन बस्नु पऱ्यो भयो गरम लागिसक्यो घन्टा ला। पानी नै खाएन यार गाइस। पानी सानी खान्छु हो अब म पानी सानी खान्छु हो। पानी सानी खाएर निक्लिनुपर्छ ल दा। नयाँ भ्लग आउँछ है दा हेर्नु ल। नयाँ भ्लग गरेको होइन आजबाट चाहिँ नयाँ भ्लग हो क्या। अहिले भेट्छु ल गाइस। गाइस पानी सानी खाएँ होइन। पानी यहाँ छ पानी सानी खाएँ। मेरो चाहिँ होटल जगतमा बार छ रेस्टुरेन्ट छ होइन सबै कुरा छ। यहाँ मेरो साथी होइन। हेलो साथी के छ खबर सबर। हाम्रो भाउ ऊ चाहिँ यहाँको रेस्टुरेंट को कोकटेल हैवी बनाइन्छ उसले। यस भैया कैसे आप खबर रबर ठीक है आपका। मेरा नया ब्लॉग है भैया न्यू चैनल है कैसे आप। भाई को सब्सक्राइब करने नहीं बोलेगा आप जरूर सब्सक्राइब कन्टेन्ट आयो हो कन्टेन्ट पाइहाल्यो साथी हो। सब्सक्राइब भन्नु त हालिहाल्यो हो। हाम्रो यता चाहिँ यो रक्सी छ हो रक्सीहरू कुन चाहिँ खाने खानु हो। हाम्रो दाइहरू कता नाग्छ नि दाइ अझै एउटा भन्नु नि त सब्सक्राइब गर्न हो। हाम्रो यहाँ निशान साथी त्यही हो यी टिभी हेर्दैछ होइन। टिभी सिभी यहाँ रक्सी सक्सी खाइदिँदैछ। यस्तो छ होटल जगतको। अब मेरो लाइफै यस्तो छ क्या भन्नुपर्दा चाहिँ होइन। मेरो लाइफ न्यू डे न्यू ब्लग के कस्तो हुन्छ यहाँ आउट भयो कि के हो पनि छक्का हाने यस्तो छ। त्यही हो गाइस। अब पानी सानी खाएँ हो। अब के गर्नु यो भित्र बसेर हो। अब के खाने तपाईँहरू लु कमेन्ट गर्नु ल। कुन चाहिँ रक्सी खाने। यहाँ चाहिँ रक्सीहरू सबै रक्सीहरू छ हो। यहाँबाट सबसे महँगो रक्सी चाहिँ यो
चिवास हो यस्तो छ पानीहरू राखाइ हो यो पानी त मालिकलाई चाहिँ नभन्नु मलाई सिल पानी हो लुकाएर राख्नुपर्छ फेरि खाइदिन्छ नि त फेरि यहाँ त खतरनाक मान्छेहरू खालि छ हो गोपाल अङ्कल मेरो नयाँ भ्लगमा तपाईँ के भन्नु सक्नुहुन्छ यार तपाईँको छोरालाई सपोर्ट गर्नु भन्नु त अङ्कल हेलो भनिदिनु न एकपल्ट हाम्रो गोपाल अङ्कल हाम्रो बारको राम्रो एकदम अति उत्तम अङ्कल छोरालाई यसो सब्सक्राइबहरू गरिदिनु भन्नु हुँदैन नयाँ च्यानल हो भाइको भन्नु पऱ्यो है अङ्कलले के भनौँ भन्दैछ हो अहिले अफ क्यामेरा के भन्छ कोनि लगाएस त्यही हो अहिले भेटौँ अब यता डुल्दै गरेको दिएको छु अहिले ल त गाइस अब गएको लाइट बाल्नुको लागि होटल जगतको लाइट कसरी बालिन्छ भन्दा लाइट बालेर देखाउँछु नि ल तपाईँहरूलाई लाइट बाल्नु पऱ्यो उताको लाइट बल्यो होइन उताको लाइट बल्यो आउँदै रहेछ हौ उताको लाइट बल्यो अझै लाइट छ अझै दुई जग्गाको छ जग्गा बाहिर यस्तो छ हाम्रो यता चाहिँ रुम हो यस्तो छ हो यस्तोहरू छ 5 नम्बर 6 नम्बर हो 7 नम्बर 4 नम्बर 8 3 हो यता पनि छ अझै छ अन्त 2 यता 1 यता 10 यता 9 यस्तै छ 1 2 3 4 5 6 7 8 9 10 वटा जस्तो छ रुम हो यहाँ क्यामेरा छ हो लाइट साइड बाल्यो हो चट्टोसँग लगाएर होटल जगतको चाहिँ स्टाफ सुत्ने जग्गा हाम्रो ह्यान्डसम दा होइन दा के गर्नुहुन्छ हौ रेस्टमा होइन दा अहिले तपाईँ दा के छ त हौ खबर सबर भाइको च्यानलमा खै हाई साई केही छैन यार दा हेट हेलो गाइस के भनिदिनु हुनुहुन्छ यस्तो हो सुतिराख्नु भएको छ दाहरू होइन हो यहाँ मरेको लाज जस्तै सुतिरहेको छ हो ल यो मान्छे त अन ड्युटी हो त दादा जग्गाको एकदम खतरनाक मान हो फेरि हो के छ त साथी तिम्रो खबर त यार के छ त ठिकै छ ए भिडियो कहाँ गरेको भ्लग गरेको यार के हो यार खोइ लाइक सेयर सब्सक्राइब भन्दैनौ तिमी भनिदेऊ न हौ दा भनिदिनु न हौ दा ओ दा भनिदेऊ न हौ भाइको च्यानललाई लाइक सेयर सब्सक्राइब गर्नु हौ भनिदेऊ त भनिदेऊ न हौ भाइ के भएको तिमी झन्डै अघि भाउको जस्तै सब्सक्राइब भने यार भाउले त अघि सब्सक्राइब हेरे क्या भोलि भ्लग आउँछ ल दा भ्लग हेर तिमी भन्दैनौ हाई हेलो भन्दैनौ के भएको यिनीहरू है भाइ केही लाइक न सेयर भन्छ हो केही भन्दैन हौ यिनीहरू त मा हरामी रहेछ कोडिया रहेछ छ्या के भएको भाइ दिले भनेको सुन्दैनौ ल केटा गएको ल यस्तै छ होइन खबर सबर लाइट साइड बाले अब उताको पनि लाइट बाल्नु छ हो अहिले म तपाईँहरूलाई देखाउँछु ल हाम्रो यता पहिला ब्याङ्क थियो यस्तो छ हो यता चाहिँ खाली छ ल अब उतापट्टिको लाइट बाल्छु हो अहिले ल ल गाइस हाम्रो चाहिँ यहाँ होइन होटल जगतमा कुकुर पनि जाने फेरि कुकुर टोकिदिन्छ तपाईँहरूलाई हेप्से हो के सुनेको यसले फेरि के पाएको नि हो लाइटहरू पनि बाल्नु पर्ने हो लाइट बोल्यो लाइटहरू बोल्यो हामी सँगै लाइट बाल्छौँ हो लाइट साइड बाल्यो लाइट अब अझै बाल्नु छ आरामले हिँड्नु हौ के भएको आमा म भन्दै स्पिड हिँड्छ त हौ यो कुकुर त यार ओ उस्ताद वीडियो को लाइक शेयर सब्सक्राइब करने नहीं बोलेगा वीडियो को लाइक किए सब्सक्राइब कीजिए और कमेंट कीजिए सुजल का नया ब्लॉग है ना सुजल को सपोर्ट करो ना भैया सुजल का नया ब्लॉग है सपोर्ट करो और मैं भी सपोर्ट करता हूँ ठीक है भैया थैंक यू सो मच भैया आपके लिए है अभी ये पेप्सी को लेके चलता है पेप्सी को छोड़ दिया जाए भैया हाँ पेप्सी चल ओए हिँड्न हौ त्यही हो होइन राइट साइड बाल्नु पर्यो के गर्नु यस्तै छ साथी हाम्रो त जिन्दगी हो आजबाट मेरो नयाँ भ्लग आउँदैछ
होटल जग्गाको मात्रै देखाएको छु तपाईँलाई हो कहाँ लाइट बाल्नुपर्छ कहाँ के गर्नुपर्छ हो मभन्दा अगाडि छ फेरि म्याडम हिँड्नु है हो लाइट साइट बाल्नुपर्छ होइन यहाँ ट्याक्कै बाल्नु पऱ्यो यहाँबाट हो यताको एउटा मसँगै हिँड्छ फेरि आइज हेप्सी आइज लाइट बाल्नु पऱ्यो लाइट साइड बोल्यो होइन बोल्यो के गर्नु त यस्तै छ ए फेरि अर्गन प्याटाक्कै हो अर्गन प्याटाक्कै हो लाइट बाल्यो हिँड्यो खतम छ लाइफै खतम लाइफ राम्रो छ कि खतम छैन क्या लाइफ एकदम राम्रो छ लु यस्तै छ होइन ए अब कुकुरलाई लिएर हिँड्दै हो लाइट साइड बाल्छु कुकुरसँगै म अर्को कुकुर पनि हिँड्छु हो यस्तै छ हो होटल जग्गा त्यस्तो छ ए तपाईँहरूलाई त मैले रुमै देखाएन है यी हेर केटाहरू बिहान सर्भिस गरेर भाडा निकाल्नु रहेछ यार यस्तो गर्यो भने मलाई पुरा रिस उठ्छ क्या केटा हो तिमीहरू चाहिँ भोलिबाट भाडा निकाल है ल लाइट यता पनि बोल्यो हो यिनीहरू पनि सबै थाहा छ हो लाइट बालेर आउँछ हो ओ बेसी यता बेसी भेरी गुड यता के गर्नु लाइट पिटिक बाल्दै गयो यसलाई पनि बाल्नुपर्छ अहिले हो बालेन भन्दा फेरि हामीलाई बालिदिइहाल्छ नि मालिकले हिँड्नु आइज अब यसलाई घरमा पनि यसलाई लाइट साइड बालेर चाहिँ म यसलाई घरमा छोडिदिन्छु नि त हो हेर है भाडै निकालेको छैन यार ए हेर त के गरेको केटाले हो यहाँ पनि छ एउटा लु हो अहिलेको लाइट बोलिहाल्यो है यहाँ माथि हो मार्छ मलाई मालिकले लखर हिँड्यो हो यसको लाइट ठिक छ भने हौ घन्टा घरमा बसी खायो हो बिहान घुमाइदिइहाल्छ सनक दाले हो लु जा हो अहिले यही बाटो आउनु पऱ्यो आज म यता यसो घुमिदिउँ न कुदा स्याला ओ आइज कहाँ गएको अहिले मार्छ मलाई नाकु यस्तै छ होटल जगतको माथि अनि यताबाट चाहिँ यस्तो देखिन्छ हो पहिला पक्री तेरेको ए यता पुरा चरा छ हो यसले चाहिँ फेरि चरा देखिसक्दैन खेदाउनु खोजिहाल्छ हो यस्तै छ चराहरू त देख्नु हुँदैन अनि यसले क्याडाप्पै खाइदिन्छ नि हो यस्तै छ हाम्रो यता भ्यू यस्तो छ अब यसलाई पुगाइदिनुपर्छ घर आयो यसको पनि घर आयो हो लु हिँड्न के सुँगिरह्यो नसुङ ल घर छोडिदिन्छु ल अहिले भेटौँ न त ल गाइस ल कुकुरलाई पनि छोडिहाल्यो होइन जय मन्दिर छ हो कुकुरलाई पनि छोडिदियो पेप्सी त्यसको नाम चाहिँ पेप्सी हो फेरि हो सिँढीमा हिँडेरै पातले भएको होला हौ सिँढीमा हिँडेर म त पातले भएको होला हौ या थट हो उफ यति हिँड्नुपर्छ नि सिँढीमा नभन्नु तपाईँ गाह्रो छ हौ अहिले म बादमा भेट्छु तपाईँहरूलाई ल अब अहिले नभेटौँ बादमा भेटौँ ल लागेन फेरि हो पेप्सी कुकुर आउँछ क्या अहिलेको कुकुर लाग्दैन अब लाग्यो नि त यस्तै छ हो ल अहिले भेटौँ अब राति पनि परिसक्यो राति पर्यो अघि फर्किनु भनेको होइन त्यहाँ पनि खतरनाक भ्लगर हो नि एक जमानाको त क्या 1787मा चाहिँ यो दा चाहिँ हेभी ठुलो भ्लगर अहिले दाले कन्टिन्यू गरेको भए नि अहिले यो दा यहाँ हुँदैन थियो क्या होटल जगतमा है दा अनि है खतरनाक हो नि यो दाहरूले नि यस्तो बनाउँदो रहेछ भिडियो अनि है दा तपाईँ नै है के गर्नु साथीभाइहरू भ्लग बनाउनु पर्छ होइन अब होटल जगत मुनि अहिले बसिरहेको छु कस्टमर के त हाम्रो यहाँ यस्तै चल्दैछ होइन कामहरू यस्तै चल्दैछ हो काम गर्ने हेर के हो बोकाइ त मरद छ त भने रुम खोज्दै आएको कि काम गर्ने हो खतरनाक छ त हौ दा तपाईँ त यार कुल्ली पनि रुन्छ त खै बोकेर लिएर जान्छ कुल्ली रुन्छ नि यसो
कतिको दा एसी कि नन एसी हौ डबल एसी भुइँमा सुत्ने एउटा रुम अहिले देखेर भोलि पनि पैसा दिन्छ नि त अनि भर्खर त रुममा थियो तपाईँले त नि दा राति यो ऐ भएर सामान बोकेको थियो पैसा ला 500 भनेर दियो पर्सि छुट्टी फेरि पर्सि छुट्टी आज 500 पाउनु बित्तिकै पर्सि छुट्टी भइहाल्छ है ठिकै छ डाइरेक्ट यो दाना चाहिँ नासाबाट दिएको हो यो कपडा चाहिँ गाइस खोइ त पछाडि घुम्दिन्छ एकपल्ट गाडी हाल्दैको 100 स्पेस नासा गाडी हाल्दैको 100 गाडी हाल्दैको 100 हो ला तिम्रो पैसा त ला तिम्रो कस्टमरको पैसा लग्छ त यार त्यही त मलाई हाफ गर्नु दिँदैन गाडी हालिदियो अरे फेरि हो यत्रो सामान बोक्यो कहिले खाना पुर्याउनु पर्यो डबल एसी चाहिन्छ पैसा माग्नु तपाईँको पार्टनरलाई टिप्स पायो अरे आम्मा के हो मोरे क्लास जस्तो बसेको छ तिमी त यार राम्ररी बस न अलिक एक्टिभ यार के हो नयाँ भ्लग चलिरहेछ त्यहाँ गएर पनि केटीहरूसँग बोल्छ ओएल एक्सपो भन्ने के अरे त्यो बिर्स्यो त केसँग बोल्छ बिहा गरेर पनि कस्तो बोलेको त तिमी त यार केटीहरूसँग थेट यस्तो त नहुँ ल गाइस अहिले यहाँ मान्छे आयो कि अहिले भेटौँ ल दिन चाहिँ जहिले पनि मेरो ढिलो हुन्छ कि किन ढिलो हुन्छ थाहा छ तपाईँहरूलाई कि यस्तो हुन्छ क्या मटन हो नि त कि मटन चाहिँ यसरी भएको घिचुवाहरू चाहिँ अगाडि यहाँ खडा भइहाल्छ हो ए सरी ल त यहाँ सेफ हाम्रो पाउँदा पुरा मटन भाग लगाउँछ अब चाहिँ म घर लाग्दिएको होइन अब एकैचोटि घर पुगेर भेटौँ ल पुरा थालेँ कि म ल पुगेँ रुम पुगेँ भर्खर हो यस्तो स्पिड कुद्दै आएको के नभन्नु तपाईँहरू पुरा पानी पर्दैछ होइन बाहिर भिजाएर म त पुरै छ्याप्पै भिज्यो हो अब फ्रेस हुन्छु हो साटबाट धुन्छु सुत्दिन्छु गाइस ल आजको डे आजको भ्लग मेरो होइन आजको पहिलो भ्लग यतिमै एन्ड गरौँ होइन गाइस तपाईँहरूले लभ सेयर सब्सक्राइब सपोर्ट गरिरहनु होला होइन तपाईँहरूलाई के कस्तो लाग्छ सब्सक्राइब गर्नु होला अनि के कस्तो लाग्छ मुनि डिस्क्रिप्सनमा कमेन्ट गर्नु चाहिँ नभुल्नु होला ल मैले आजको भ्लग यतिमै एन्ड गर्नु गइरहेको छु सबैजनाले खाना खानुभयो होला ल राखेँ है त